हेलो गाइज वेलकम टु माई ब्लग। यो ब्लग चाहिँ मैले मामाहरूबाट स्टार्ट गर्दैछु। म चाहिँ हिजो मामाहरू आएको थिएँ अनि आज चाहिँ दसैँ, सबैजनालाई ह्याप्पी दसैँ। अब जाम घर। म चाहिँ बिहान 5:30मा उठेको थिएँ। 5:30को भ्यू हेर्ने भए म देखाइदिन्छु है। अझ 6 बजिसक्यो। चाहिँ एउटा यता एउटा कोठा, उता एउटा कोठा, यहाँ बिचमा पार्टिसन छ। यो चाहिँ घर भन्छ अनि जामा घर जामै। अनि यो चाहिँ घर हो। अनि गाइस यहाँ चाहिँ सुन्तला बुट्टो छ। अनि यहाँको भ्यू चाहिँ बिहानको 6 बजेको यस्तो छ। म त 5:30 उठिरहेको थिएँ। अहिले ट्युसन जाने बानीले होला उठिहाल्छु। ओ यहाँ त पुरै अँधेरै खतरा। म लाइट बाल्छु, पुरै अँधेरै देखियो। यहाँ चाहिँ हाम्रो पाडा छ, यहाँ गोरु छ, त्यहाँ भैँसी छ, अनि त्यहाँ चाहिँ बाख्रा थुन्ने आमाले यसले मार्छ गाइस। योजना नजाम बोल्दा फर्कम। आमा चाहिँ उठिरहनु छ, अरू कोही पनि उठेनन्। म पनि उठिनँ है। पवन र म सुतेको, पवन सुतेको नाच। पवन पवन कति वर्ष सुत्छौ तिमी? म त वहाँ उठ्ने गरेको बानी भएर होला उठिहाल्छु कि। कता हो पवन त उठेकै छैनन्। म मात्र हो केटाडी उठेको भनेको। गाइस यहाँ चाहिँ मिलन सुत्यान। औ ए उठेर फेरि सुतिसकेँ। यहाँ चाहिँ पार्टिसन गरिसकेँ दुईवटा कोठालाई। उठ्ने होइन 6 बजी या 8 बजे उठ्छु। मलाई निदै लाउने यार, उता नि उठ्यौ। बल्ल 1 बजे सुतेको अनि म देखेको छु तिमीले। तिमी त यहाँ बसी म तल गएर आएर सुतेको। म निदै नलाएर त मैले त क्रिकेट म्याच हेरेर बसेको कि। मलाई चाहिँ के मजा आइरहेको कहाँ यहाँ। किन? मलाई निन्द्रा लाग्दैन नि। म त बिहान उठेर परेको 5 बजे जो पनि जान्छ। गाइज हामी चाहिँ के अरे तिम्रो दाइको नाम के अरे? सुवासिसको 9 दिथे दसैँको कपडा लिएर आइसक्यौँ। के अब के कन्टेन्टै छैन केही नि। अनि कपडा खोलेर नहुने अनि फेरि लाउने। अनि यहाँ चाहिँ टौवा छ गाइज। अनि यहाँ चाहिँ बाटो छ। अनि यहाँ चाहिँ 2 केटीहरू छन्, पछि एउटी केटी छ। अनि यहाँ 3 कन्याकुमारी छन्। अब हामी चाहिँ घर जाँदैछौँ गाइज। किन नबुझिकन हाँस्छन् गाइज? यिनले मलाई खाली हान्छन् गाइज। यिनको युट्युब च्यानल के अरे? तिम्रो युट्युब च्यानलको नाम ल भन। तेरो त थाहा। तिम्रो के अरे? स्यागो छैन के अरे? स्मृति छ क्या? दिल कुमारी 1 2 3। गाइज अब म टिका लाउँदाको भ्लग बनाउँछु। अनि क्रिकेट खेल्न जाँदाको क्रिकेट खेलिएछ भने यहाँको धान चाहिँ पुरा अब हावाले लडाएर ढलिसक्यो छ। अनि यहाँ चाहिँ एकदम ठुलो पिपलको बुट्टो थियो अनि पल्टेछ। यत्रो हात्ती जति। अनि हात्तीले हात्ती नहुनु ए आइज बहिनी तँ हिँड्नै सकिन गाइस। त्यो कति ठुला चप्पल लाग्यो यार मैले। गाइज वेलकम टु माई ब्लग। आज चाहिँ मैले ब्लग स्टार्ट गर्दैछु मामा घरबाट। म चाहिँ हिजो मामा घर आएको थिएँ। आज चाहिँ दसैँ, सबैजनालाई ह्याप्पी दसैँ होइन। अहिले चाहिँ कति बज्यो भन्दा 6 बजेर 5 मिनट भयो। कोही पनि उठ्नु भयो होइन। म मात्र उठेँ। अनि म र आमा, हजुरआमा मामाहरूको। यहाँ चाहिँ यता एउटा के अरे यता एउटा धनचार छ, तल गोठ छ, उता घर छ। म अब यो घर र गोठको टुर दिन्छु गाइज। अब हामी चाहिँ टिभी हेर्न जाँदैछौँ। टिभी हेर्न पाइन्छ कि पाइन्न है? दाइले गाली हेर्नुहुन्छ कि जाम के अरे? यहाँ त यिनीहरू रहेछन् ट्याक्क टिभी हेर्न ला रहेछन्। अब टिभी हेर्ने भनेको लाऊ न टिभी। मैले टिभी बनाएँ गाइज। टिभीको जम्मै तार फुस्केको थियो, सबै कलरमा मिलाएर जोडेँ।
नजर मिलाना नहीं कि दुनिया जाने मेरा जर तुझे नजर क्यों आता नहीं सोने तेरा शर्माना मेरे जाना ले कान के पीछे जुल्फ छुपाना सबैले कपडा लगाइसके मिलन पनि यहाँ रिभ्यूहरू निक्लियो 5X मा त खतरा आउँदो रहेछ यार अनि सबैले लाउँदै हुनुहुन्छ हामीले त लगाइसक्यौँ यहाँ चाहिँ कुर्सी सार्दै हुनुहुन्छ खतरा आउँदो रहेछ यार 5X मा गाइस हामी चाहिँ गोठा आएका छौँ हामी चाहिँ किन आएको अरे यसलाई जिस्काउनु केटी त उस्तै हो गोरु जिस्काउन आएछौँ गाइस केटी त अब हाम्रो सपना सपना अनि हान्नु यहाँ चाहिँ यति धेरै तिनवटा बाख्रा एउटा बोको होइन एउटा लकडा तिनटा लकडी यहाँ दुईवटा यहाँ दुईटा लकडा बोका म नि है फेरि पार्टी बनाउनु अल्ट्रा बोका अल्ट्रा प्रो म्याक्स हाम्रो अल्ट्रा प्रो म्याक्स अल्ट्रा प्रो म्याक्स बरु आउँदैन आउँछ होला यसले चाहिँ मार्छ गाइस हेर्नै गाइज हेर्नु उफ्रिन्छ मान्छे उफ्रिन्छ यो पनि उफ्रिन्छ ए पवनले चुप्पा खाइदियो गाइस यहाँ चाहिँ सुवासिस नै आइसकेका छन् एकदम बिहामा हिँड्नु ला जसरी विनको खुट्टा के भएछ खुट्टा खच्याउँदै हिँडेछन् ए क्यारे गयो I really don't know. यहाँ चाहिँ ब्लग बनाउँदै खान् दसैँको अरे मोबाइल यिनीहरूको ब्लग गाइस हामी चाहिँ तयार भएर अब जाँदैछ पोखरा अनि चाहिँ सबैको टिकटक बन्ने कार्यक्रम चल्दैछ हामीले पनि बनाऊँ म के अरे मेरो सर्टमा हालिदिन्छु हेर्नु होला यहाँ चाहिँ सबैले टिकटक बनाउँदै खान् टिकटक बनाएर भयो अब हामीले टिका लाउने हो टिका लाउने यत्र जम्मा भइसकेका छन् गाइस यहाँ चाहिँ हामीले टिका लाउने अब यहाँ टिका लाउने एकछिनमा फोटो सुट हुँदैछ यहाँ चाहिँ हाम्रो मामा हुनुहुन्छ ए मामा सन्चै हुनुहुन्छ अब यहाँ चाहिँ टिका लाउन सुरु भयो बहिनी र मैले त लाउनुहुन्न बहिनी र मैले त लाउनुहुन्न आमा बिचमा सबै छन् यहाँ मरुपुमा बाइकहरू सबै टिका लाउने यी लजाइखिन् यता फर्कन गुच्ची गयो ए खतरा देखिँदो रहेछ नि यार यस्तो अब यहाँ चाहिँ म्यानेजमेन्ट हुँदैछ कता फर्केर कसरी टिका लाउने भनेर यहाँ चाहिँ टिका लाउने कार्यक्रम भइरहेछ यता क्यामेराम्यान छन् हाम्रा लाइट बालेर अझ यी पनि युट्युबर हुन् क्या यहाँ चाहिँ टिका लाउँदै हुनुहुन्छ यहाँ चाहिँ यो केटीको झोला मैले पाएको छु यो झोला पैसा पैसा लम पैसा चोरा लम के स्मृति हामी गाउँमै यहाँभित्र पैसा आयो गाइस पैसा चोर्न यहाँ चाहिँ अनि टिका लाउँदै हुनुहुन्छ है झोला पैसावाला झोलाको हे नानी मान्छे राम्रो कि कपडा राम्रो यो मान्छे त किसिमे रहेछ नि हो के यहाँ अब हाम्रो कर्णे मामाको टिका लाउने पालो आइसकेको छ साथीहरू तातेको छ है साथीहरू पन्दै यहाँ चाहिँ खानु न त सन्चै हुनुहुन्छ हैन नसन्चो छु हाम्रो जेन्जी मेरो युट्युब च्यानलको नाम हो पहिलाको अपलोड हो कि अपडेट के थियो लाएर भ्याइसक्नलाई गाइज हामी चाहिँ यहाँ थियौँ चाहिँ बिना जुका आइसकेको थियौँ है मैले अगाडिको भिडियो बनाउनु बिर्सेछु अनि यसो क्लिपमा भोइस ओभर गरिदिउँ भनेर हो अब यही हो गाइज हामी चाहिँ दिदी कहाँ आएर टिका लाउनु लाग्छौँ हामीले बहिनीले र मैले त लाउनुहुन्न अरूले लाउँदैछन् अनि यहाँ चाहिँ मौरी निक्ले सबै अनि यहाँ चाहिँ टिका लाउँदैछन् बिनाजु छ नचलाउ न है भर्खर त्यत्रो आशीर्वाद दिएर अनि भर्खर त्यत्रो आशीर्वाद दिएको आशीर्वाद बिर्सिया सानाले ठुलालाई कति राम्रो आशीर्वाद दिए गर त डौगर त आऊ मलाई दिदीलाई गर दिदीलाई डौगर नि हान्छ गर्ने होइन इग्नोर हो कि गाइस इग्नोर आहा कति ह्यान्डसम मान्छे रहेछ
कति राम्रो बाबु आएको हाम्रा म छैन गाइस पाउडर लगाउँछु भोलि हट चाहिँ अब यिनको पालो भ्याइ र स्मृतिको पालो आइसकेको छ यहाँबाट यता यस्तो भ्यू देखिन्छ है टक्क लाएर यहाँ के को बुटो हो पिपलको बुटो होइन यो पिपलको बुटो अब हामी निक्लिन्छौँ गाइस पैसा त दुब्बी कमाइयो आज त थोरै किन बाङ्गी बाङ्गी आएको क्यामेरा हो कि म बाङ्गी भएर ठ्याक्कै स्टेट यस्तो हो कि स्टेट ब्लग बनाउने गाइस यहाँ चाहिँ हामीले जिम्बौरीको पोलो उडाउँदैछौँ पवनले एकचोटि उडाए उड पवन अझै सर्ट हान्न आऊ आफैले धन्न लान हामी चाहिँ दिदी कहाँ घर फर्किँदैछौँ र तम्बो मिलन लडौँ मिलन मलाई चाहिँ बहिनीहरू जाँदैछन् अगाडि यो चाहिँ श्री शारदा उच्च माध्यमिक विद्यालय श्री शारदा ए बनाउँछु सर गल्ती पनि गर्छु हामी चाहिँ यहाँ गाइज हामी चाहिँ यहाँ तास खेल्दैछौँ मेरो 50 रुपियाँ 50 को 10 छ है मेरो यहाँ म खेल्दा खेल्दै लगभग 160 रुपियाँ हारिएँ फेरि पनि 10 रुपियाँ हालेको लकको अब के हुन्छ जुट भयो भने भयो हाम्रा गेम खेलाउने मान्छे गेम खेलाउने मान्छेले अहिले पुलिस दाइ यिनै हुन् यता हेर त गाइज हामी चाहिँ अब दिदी गाँडा फर्किसक्यौँ म लास्टै गर्नु मैले माथिको सर्ट चाहिँ खोलेँ है स्मृति बहिनी चाहिँ किन रिसाएर अघि निद्ला अरे अनि हामी म पूर्णिमा के अरे यिनको नाम पवन र मिलन चाहिँ आउँदैछौँ तास खेलेर 10 रुपियाँ जितेर आउँदैछौँ गाइज 50 रुपियाँ हारेर 10 रुपियाँ जितेर खुसी हुँदै आएँ हावा पेल्ने निस्किमा हुन्छ नि पर्वत नि गफाडी हुँदो रहेछ नि यार स्याङ्जाली भन्दा त आरसीबी होइन ललिपप आरसीबी सीएसके इज बेस्ट हामी चाहिँ घर आइसकेको छ गाइस अब भ्लग त के गर्ने हो र दसैँ भइयो टिका थिएन अलिअलि घुमियो आइयो खाइयो बसियो नाचियो त्यही हो गाइस म टिकटक अनि अलिअलि भिडियोहरू हालेको गर लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला अब त्यही भन्दै बिदाई हुन चाहन्छु मैले अब पछि थोरै भ्लग थप्यो भने थप्छु नत्र थ्याङ्क यू फर वाचिङ बाई बाई एन्ड टेक केयर गाइज सब्सक्राइब